मान्छेमा गएर अब पिटिटीहरूलाई भन्दाखेरि हाम्रो काम यो होइन, हामीले त पैसा पाएको छैन भन्छ। अरे हामीले त पैसाको मतलबमा बाँचेको रहेछ नि त। होटल चल्नेको मतलबै छैन। टुरिज्म ग्रोथ होस् भन्ने छैन। यस्तो भन्दैछ होइन। अब यहाँको टुरिज्म पिटिटीवाला के भन्छ, हामीलाई पैसा छैन, त्यो त उनीहरूको काम। अरे हामीले पानी ल्याएन भने टुरिज्म कहाँबाट जाउँछ? त्यो पैसा रोटेट भइरहेछ नि त। हामीले नि त पैसा नतिरी ल्याएको होइन नि त। अब ट्रिपको 100 रुपियाँ भयो, 50-60 रुपियाँ तिरेर आएको छ नि त जिपिएलाई। अब त्यो पनि अहिलेसम्म हामीलाई यति साह्रो हेरेसमेन्ट आइरहेको छ। अब टुरिस्ट हामीले पानी पुगेन, टुरिस्ट कहाँबाट आउने होइन? अन्त यो चाहिँ तपाईँहरूले त खोजी निदा गरिदिनु पर्यो होइन? कि यहाँ तपाईँको यहाँको जति पनि एमएलए होस् चाहे जो होस् होइन, त्यो कुराहरू त उहाँले मिलाइदिनु पर्यो नि त। आज यहाँनिर जति पनि यहाँ पानीको ट्रकहरू छ, यहाँ हामीले स्ट्राइक गरेर एकदम बसिरहेछ है आजको दिनमा चाहिँ। त्यो गाडी यत्रो हेर्नुहोस् तात छ है। यहाँ हाम्रो साथीहरू पनि पर बसिरहेछ। सबै गाडी छ आज यहाँनिर, कुनै गाडी कुदेको छैन पेलिङमा, होल्ड पेलिङमा कुदेको छैन। आज के हो भने आज हामी जति पनि पानी गाडी ड्राइभर है, आज हामीले एकदमै समस्या परेको छ। र आज हामी है जति पनि हामी यहाँ पानी टाटा ड्राइभरहरू है, हामीलाई एकदमै समस्या परिरहेको छ होइन। अब प्राय होटेलमा हामीले पानी पुर्याउनै पर्छ, तर आज हामीलाई झाँकेमा हामीलाई पानी थाप्नु त्यहाँको जिपिओको जति पनि त्यहाँको स्टाफहरूले हामीलाई पानी थाप्नु दिएको छैन। कारण के हो र पनि अब यहाँको जति पनि यहाँको पिटिटी हुनुहुन्छ, जति पनि टुरिज्मको जति पनि उहाँहरू हुनुहुन्छ, उहाँहरू गएर है अलिकति कति कुराहरू उहाँलाई कुराहरू राखिदियोस् होइन। हामीले यत्रो वर्ष 2 साल 3 साल भयो होइन, हामी सबैले महिना गाडीको 60 रुपियाँ हामीले तिरेर ल्याउँदै थियौँ। तर हिजो हामी 3-4वटा गाडी जाँदाखेरि उहाँहरूले माथि निकै कुराहरू राख्यो होइन, निकै नराम्रो हामीलाई गाडी त्यसै दिएर किसिम गरिदिएर। कारण किन त्यस्तो हुँदैछ? हामी त अब यहाँ टुरिज्मको लागि हामीले त एक गाडीमा त हामीले छाँगैबाट पानी ल्याउँदा 1300 मात्रै लिँदैछ, हामीले पानीको पैसा लिएको छैन है। र पनि अहिलेसम्म हामीलाई यति साह्रो हेरेसमेन्ट आइरहेको छ। अब टुरिस्ट हामीले पानी पुगेन, टुरिस्ट कहाँबाट आउने होइन? अन्त यो चाहिँ तपाईँहरूले त खोजी निदा गरिदिनु पर्यो होइन? कि यहाँ तपाईँको यहाँको जति पनि एमएलए होस् चाहे जो होस् होइन, त्यो कुराहरू त उहाँले मिलाइदिनु पर्यो नि त होइन। तर हामी त उहाँ गएर भरे भोलिको दिनमा कसै गएर पानी थाप्ला के गर्ला, भरे कुट्यो पिट्यो भने के गर्नु? जबसम्म हामीले चाहिँ मिलाउँदैन तबसम्म हामी त यो महिना दिनै भए पनि हामी गाडी चलाउनेवाला छ। हामी भोकमा र हामी काम गर्दैनौँ, बरु हामी गाडी छोडेर बस्तीतिर लाग्दैनौँ होइन। तपाईँहरूलाई पनि अब जति पनि टुरिज्मलाई पर्वा छैन, हामी किन पर्वा गर्नु? उनीहरूले नै गएर हामीलाई पानीको सोर्स देखाइदिनु पर्यो होइन। त 2 महिना अथवा 3 महिनासम्म त छागेको पानी ल्याएन भन्दा हामीले त यहाँ त पेलिङ त पुग्दैन त्यो पर त्यो सिन्टेक्समा थापेको पानीले पनि पुग्दैन। तर यो चाहिँ तपाईँहरूले अब जति पनि टुरिज्मको अब यहाँको पिटिटीहरू हुनुहुन्छ, जति पनि टुरिज्म चलाउनेहरू हुनुहुन्छ, उहाँहरूले गएर चाहिँ यो कुराहरूलाई चाहिँ तपाईँहरूले सल्भ गरिदिनुहोस् होइन। त्यसपछि चाहिँ तपाईँहरूको लागि अब हामी सबै हामी पानी टाटा ड्राइभरहरू जति पनि छ होइन, अन्त हामी पनि तपाईँहरूको लागि अब हामी काम गर्नु सुरु गर्छौँ। अब तपाईँहरूले जबसम्म मिलाउनु सक्नुहुन्न हामी चाहिँ नगर्ने जो पनि एउटा गाडी कुद्छ त्यसको चाहिँ फेरि यहाँ चाहिँ राम्रो हुँदैन हो। मालिकले भन्यो हो मेरो यस्तो भन्यो ठुलो डराउनु हुँदैन, त्यसलाई पक्रेर गाडी गाडी साडी लक गरेर थाना पुऱ्याउनु होइन। थानामा कानुन हामी हातमा नलिउँ, उसलाई पक्रेर थानामा लगेर हामीले के गर्नुपर्ने कारबाही उहाँहरूले गर्छ होइन। ल यति भन्दै अब बेसी नबोलौँ होइन। जस्तै अब हाम्रो यहाँ पेलिङमा हेऱ्यो भने होइन, यस्तो दामी टुरिस्ट स्पट छ। स्काइवक भयो, राब्देन्जी भयो, पेमायाङजी भयो, अब थुप्रो स्पट छ नि यस्तो अब टुरिस्ट स्पटको लागि। अब हाम्रो फेरि यहाँ सिङ्सर बिच बनिँदैछ यहाँ होइन, अब स्काइवक बनिने रहेछ, त्यसमा बङ्गी जब लाग्दैन रहेछ। अब जस्तै अब यो पेलिङमा पानी चलेन भने त अब टुरिस्ट कहाँबाट आउँछ? कोही त आउँदैन। जस्तै हामी हिजो छाँगेमा गयो, परको अब जिपिओहरूले के भन्यो
अब जस्तो यहाँ पेलिङको टुरिज्मको मान्छे पिटिटीको मान्छेहरू आएर हामीलाई पर्मिसन माग्नु पर्छ भन्यो। अहिले हामी अब टुरिज्मको मान्छेमा गएर अब पिटिटीहरूलाई भन्दाखेरि हाम्रो काम यो होइन, हामीले त पैसा पाएन भन्छ। अरे हामीले त पैसाको मतलबमा बाँचेको रहेछ नि त। होटेल चल्नेको मतलबै रहेन। छैन टुरिज्म ग्रोथ होस् भन्ने छैन। सुन्नु न यस्तो भन्दैछ होइन, अब यहाँको टुरिज्म पिटिटीवाला के भन्छ हामीलाई पैसा छैन, त्यो त उनीहरूको काम उनीहरूको। अरे हामीले पानी ल्याएन भने टुरिज्म कहाँबाट जाउँछ? त्यो पैसा रोटेट भइरहेछ नि त, हामीले नि त पैसा नतिरी ल्याएको होइन नि त। अब ट्रिपको 100 रुपियाँ भयो 50-60 रुपियाँ तिरेर आएको नि त जिपीएलले। अब त्योतिर भरेको पानी 100 रुपियाँ तिर्दैछौँ, अन्त तपाईँहरूले अझै पनि पानीको दाम घटाएर 1200 र 1300 भन्नुहुन्छ। हामीलाई कहाँ फाइदा छ? छैन। अब यहाँ सुने अब पिटिटीले भने पैसा आएको छैन, अब हामीले त त्यो जिपीएललाई दिएको पैसा हो नि त। अब त्यो पैसा चाहिँ कहाँ गयो? अहिले लास्टमा आएर हामीलाई पैसा पाएन भन्नु पाएन नि त पिटिटी। अब त्यो उनीहरू टुरिज्मले नै अब भनेपछि हामीले चाहिँ कहाँबाट दिनु? अब यताउता कुरा बुझ्दा सबै पैसामा मतलबमा चलेको रहेछ होइन। अब यस्तो त हुनु भएन नि त। अब पिटिटीले भन्छ अरे अब होटेलहरूले मैला पार्छ, मैला फ्याँक्छ, हाम्रो टाउकोमा आउँछ। अब गाडी चलेपछि के त मैला मैला त हुन्छ यस्तो नि त। अब होटेलको मैला त हुन्छ त, होटेलको मैला होइन खान्छ, कतिले बदलेर राखिदिन्छ। त्यो अलिअलि त अब उनीहरूले पनि बुझ्नु पर्यो नि त, पैसा तिरेर आएको छौँ हामी। अब यस्तो नि त, अब त्यो पिटिटीले भन्नु पर्यो अब होटेलको मैला बाहिर फ्याँक्नु, त्यो त होटेललाई भन्नु पर्यो नि त। हामी पानी ड्राइभरलाई भनेर हुँदैन नि त, यहाँ फ्याँक्यो त्यहाँ फ्याँक्यो होइन। अब त्यो त पिटिटीले होटेलमा गएर भन्नु पर्यो नि त। अब लास्टमा भन्छ अरे अब मैला फ्याँक्छ, हाम्रो टाउकोमा आउँछ, पानी दिँदैन हाम्रो टाउकोमा। अब उनीहरूले फोकसै गरेन, टुरिज्महरूले फोकसै गरेन भने हामी त पानी ल्याउने होइन। जबसम्म उनीहरूले बन्दोबस्त गरेर हामीलाई पानीको टुङ्गो ठेगाना देखाउँदैन, तिमीहरूले यहाँबाट ल्याउनु ओर्नु भन्दैन, तबसम्म आज एक दिन मात्रै होइन, जबसम्म उनीहरूले एक्सन लिएर मिलाउँदैन तबसम्म हामी टोटल्ली चक्काजाम। एउटा गाडी पनि चल्दैन, पुरा जाम। ल अब यो चिजमा चाहिँ अब के भन्नु छ अरू? त्यो भन है साथी। हामीले पर प्रत्येक होइन ट्रिपको 60 रुपियाँ दिन्थ्यो, एउटा गाडीले 12 ट्रिप गर्थ्यो, त्यो पैसा चाहिँ कहाँ गयो? पाइप पनि हामीले लाउनु पर्ने होइन, पाइप उनीहरूले नि लगाइदिन्थेन। टोटल गाडी कति हुन्छ दिनमा? यहाँ सुन न, अब एउटा गाडीले लगभग 10 गाडी बोक्यो अरे 18 गाडीको कतिवटा 18 × 10 कति भयो होइन? त्यत्रो पैसा कहाँ गयो? अहिले भन्छ पैसा आएन ओरेन। लु पैसा उठाउनु बसेछ भने पनि अरे त्यहाँ हुनु पर्यो नि, राति हुँदैन ट्रिप गन्ती भइरहेको। अब त्यो हावा भएन र